नमस्ते सबैजनालाई। आज हाम्रो बीचमा हुनुहुन्छ हाम्रो परिवारको आदरणीय, ढोगनीय, सम्माननीय मलाई जन्म दिने माता र पिता हुनुहुन्छ र यस एउटा सानो कार्यक्रममा हामीले चाहिँ एउटा जीवनको भोगाइ र भविष्यमा एउटा चाहिँ बुवा आमाप्रति हुने एउटा सम्झनाको लागि एउटा हामीले भिडियो बनाएका छौँ र त्यस बारेमा हामीले केही प्रश्नहरू बनाएका छौँ। त्यो प्रश्नहरू सोध्ने तर्खरमा हामी अगाडि बढिरहेका छौँ। यस पक्षमा हामीले केही प्रश्नहरू तयार गरेका छौँ। प्रश्न तयार गर्ने क्रममा बुवा आमाको एउटा छोरा सुरेश खनाल र नातिनी सुप्रिया खनाल र नाति सुप्रिम खनाल र बुहारी एलिजा खनाल हामी माझ हुनुहुन्छ र उहाँहरूको सबैको सल्लाहले हामीले केही प्रश्नहरू बनाएका छौँ र ती प्रश्नहरू सोध्न गइरहेका छौँ। बुवा सन्चै हुनुहुन्छ? दर्शन हजुर सन्चै हुनुहुन्छ? हजुर सन्चै हुनुहुन्छ? मम्मी दर्शन सन्चै हुनुहुन्छ? सन्चै ठिक छ, धन्यवाद छोरा। तिमीले प्रश्न सोधिहाल्यो, उत्तर सोधिहाल्यो, मैले दिनुपर्ने हुन्छ। मैले हजुरलाई प्रश्न गरेको छैन, अब म सुरु गर्न गइरहेको छु। र म सुरुमा चाहिँ सुरुदेखि म सुरुमा राख्न चाहन्छु एउटा प्रश्न। जिन्दगीमा सच्चा सुख के रहेछ? जिन्दगीमा सच्चा सुख त के रहेछ भन्दा सबभन्दा ठुलो आफूले हिँड्दा केही गर्न सक्दा घुम्दा सबैजना गर्व ठुलो कुरा त्यही लाग्छ मलाई, खुसीको कुरा। र म यही प्रश्न बुवालाई सोध्छु, जिन्दगी सच्चा सुख के रहेछ? जिन्दगी त त्यो राम्रो गर्ने, राम्रो कुरा गर्ने, हाम्रो बच्चालाई राम्रो भविष्य शिक्षा दीक्षा दिने, राम्रोसँग आएर नराम्रो शब्द परिवारमा नसोध्ने, त्यही नै हो सच्चा। अनि दोस्रो प्रश्न मैले जन्मदिने बुवालाई सोध्दैछु, जिउँदै नर्क देख्नलाई के गर्नुपर्छ? जिउँदो नर्क देख्न त नराम्रो खराब काम गर्नु नपरोस्। खराब काम गऱ्यो भने बाँच्नु नि, खराब काम गऱ्यो त्यही नर्क बाँच्नु। मम्मीलाई म यही प्रश्न गर्दैछु, जिउँदै नर्क देख्नलाई के गर्नुपर्छ? राम्रो गर्नु पर्यो, राम्रो गर्नु पर्यो, वातावरण राम्रा देख्न, सबै गर्न, सल्लाह सुझाव दिन सक्नु पर्यो। आफ्नो घर परिवार राम्रो गर्न मिलाउन सक्नु पर्यो। गर्न सके पनि छोरा बुहारी सबैको चाहना राम्रो देख्नलाई, नराम्रो नहोस् भन्न सक्नु पर्यो। र म तेस्रो प्रश्न गर्दैछु जन्मदिने पितालाई, बुवालाई, तपाईँको मनमा पैसा कि आफन्त? सबभन्दा पैसा अगाडि पैसा आउँछ, आफ्नो बच्चा बच्चीलाई छोराछोरीलाई बुहारीलाई। पैसाको कुरो होइन बुवा, मैले तपाईँलाई मैले प्रश्न गरेँ, तपाईँले एउटा छान्नुपर्ने हुन्छ, पैसा कि आफन्त? पैसा आफन्त। कसरी? दुःख पर्दा आफूसँग पैसा हुन्न भने त आफन्तले दियो भने त आफन्त हो, दुःख पर्दाखेरि गयो भने नै दिँदैन। अनि मम्मीलाई म यही जन्मदिने मम्मीलाई म यही प्रश्न फेरि दोहोऱ्याएँ, पैसा कि आफन्त हजुरलाई? आफन्त भएपछि बाबु पैसा त्यसै आयो। सबभन्दा आफन्त बढी बनाउन सक्यो भने पैसा र सम्बन्ध त्यसैबाट हुन्छ, त्यही हुन्छ। र मेरो चौथो प्रश्न गर्दैछु मैले, श्रीमान र श्रीमतीको सम्बन्ध के हो बुवा भन्नु? सम्बन्ध त राम्रो व्यवहार, राम्रो बोलीचाली, झगडा नगर्ने, आफ्नो अनुसार नगर्ने, मान मर्यादा गर्नु। र म जन्मदिने मम्मीलाई यही प्रश्न गर्दैछु, श्रीमान र श्रीमतीको सम्बन्ध के हो? अब दुःख सुखमा सबै कुरा बुझ्यो भने, बुझेर गरियो भने, श्रीमती पनि सबै बुझ्यो भने अब त्यही हो, राम्रो सुझाव सल्लाह भने त्यही हो।
र म पाँचौँ प्रश्नमा जाँदैछु। मैले जन्मदिने बुवालाई सोध्दैछु, जिन्दगीमा सबैभन्दा नजिकको साथी को हो? नजिकै हाम्रो छोरा, नानाले, बुहारी, श्रीमती आफू। र म अब छैटौँ प्रश्न गर्दैछु जन्मदिने मम्मीलाई। हजुरलाई जन्मदिने आमालाई कुन रूपमा चिन्नुहुन्छ? आमा भनेर के चिन्ने, अब छोराछोरी सबै मेरो नजिक छोरा बुहारी छेउमा सबै त्यो भनेर चिन्छु। र बुवालाई म यही प्रश्न गर्छु, हजुरले जन्मदिने आमालाई कुन रूपमा चिन्नुहुन्छ? आमालाई त अब पढाइ लेखाइ पछि आमाले मिहिनेत गरेर पढाउनु भयो, दुःख दिनु भएन, सुखमै जिन्दगी गर्नु, आफै कष्ट गरे पनि छोराहरूलाई राम्रो सुखमय जिन्दगी बिताउने चाहना गर्नु। र म अब सातौँ प्रश्न गर्दैछु जन्मदिने मम्मीलाई। जिन्दगीमा सबैभन्दा गाह्रो चिज के रहेछ? सबैभन्दा गाह्रो चिज त अब नसकेर आफू जिउन नसक्दाखेरि त्यही गाह्रो लाग्छ, त्यही गाह्रो रहेछ जस्तो लाग्छ। र यही प्रश्न बुवालाई, जिन्दगीमा सबैभन्दा गाह्रो चिज के रहेछ? जिन्दगीमा सबभन्दा राम्रो गाह्रो चिज रोग बेद नरहोस्, त्यही हो सबभन्दा जिन्दगीमा। र म अन्तिम प्रश्न गर्दैछु जन्मदिने मम्मीलाई। श्रीमानको नामको मतलब के हो? श्रीमानको नामको मतलब भनेको श्रीमान भन्नाले चाहिँ कसरी, मतलब के हिसाबले बुझ्नुहुन्छ भन्न खोजेको मैले। अब सबै कुरा सबै पर गर्ने कुरा भएर श्रीमान बनेको, सबै जिम्मेवारी धेरै हुन्छ। महिलाले भित्र गरेर बाहिर गर्नुपर्दा धेरै जिम्मेवारी हुन्छ नि बाहिरको, त्यसरी श्रीमान भन्दा सबै कुरा सेयर हुन्छ, त्यसरी बुझ्नु सकिन्छ। र यही प्रश्न मैले बुवालाई गर्दैछु, श्रीमतीको नामको मतलब के हो? श्रीमती त अब राम्रो मान्छे इष्टमित्र आउँदा राम्रोसँग जुन व्यवहार गर्ने, हाम्रो घर परिवारलाई, नानीका बुहारी छोरा बुहारीलाई राम्रो कदर गर्ने, आफ्नो श्रीमानलाई कदर गर्ने, त्यही हो। स्वागत गर्छु। धन्यवाद। हामी एउटा पारिवारिक एउटा भलाकुसारीमा थियौँ र जिन्दगीको भोगाई, जिन्दगीको उतार चढावमा हामीले के सिक्यौँ, के गर्यौँ भन्ने एउटा आफ्नो सोचाइ हुन्छ। सबैको एउटै सोचाइ मिल्दैन, सबैको भोगाइ एउटै हुँदैन, सबैको आफ्नो मूल्याङ्कन हुन्छ जिन्दगीको को भोगाइमा भन्दै हामी अहिले विश्राम हुन्छु। हस्त, धन्यवाद।